मार्बल डाँडाबाट हामी तल झर्दैछौँ गाइजहरू। धुलो उडिरहेको छ अलि। एकदम रमाइलो भयो आज। आफ्नो सिटबाट मेरो सिटमा आउने होइन बिल्कुल। एउटा साथीले चाहिँ सिटमा आउनुहुन्न भनेर यसो रमाइलो भइरहेको छ। हामी चाहिँ यहाँबाट चाहिँ विड्र भइसकेको छौँ गाइजहरू। अब हामी चाहिँ लाग्यौँ तल बाटो लाग्दैछौँ। अब जाने कहाँ हो त्यो चाहिँ थाहा छैन हामीलाई चाहिँ फिक्स छ। अलि बाटो अप्ठ्यारो भएको कारणले चाहिँ अलि हल्लिरहेको छ गाइजहरू। यसो गाइजहरू यसो हेरिदिनु होला लाइभमा। धुलो पनि उडिरहेको छ गाइजहरू। आँखामा धुलो परेको कारणले अलि हेर्न पनि गाह्रो भइरहेको छ। दीपक राहुलको युट्युब च्यानल। दीपक राहुलको युट्युब च्यानललाई यस्तो लाइक सब्सक्राइब गरिदिनु होला। हाम्रो दीपक सर चाहिँ अगाडिको बाइकमा हुनुहुन्छ, हामी चाहिँ सेकेन्डको बाइकमा यसो पछि लागिरहेका छौँ। यसो अलि रमाइलो भइरहेको छ। यसो गीत गाउँ दीपक सर। दीपक सर गीत गाउँ। गीत एउटा मुगुमा चलेको गीत गाइदिनु न। एउटा गीत गाउनु पर्यो। हाम्रो जीवन सरले चाहिँ यसो हाम्रो चाहिँ अब फेस चाहिँ हेर्न पाएन हो गाइजहरू। ओ दीपक सर छोडेर नजाउँ, छोडेर नजाउँ। बाटो अप्ठ्यारो भएको कारणले चाहिँ अलि यसो धुलो उडाइरहेको छ गाइजहरू। हाम्रो दीपक सरहरू चाहिँ अघिल्लो बाइकमा हुनुहुन्छ। हाम्रो दीपक सर चाहिँ अब भन्दै अब सरिरहनु भएको छ। जङ्गलको बाटो। यसो यता बाघहरू पनि लाग्छ भन्ने सुनेको थियौँ। अब बाघ चाहिँ खै भेटेको छैन हाम्रो बाटोतिर। यसो कालिस पनि छ भन्ने सुनेको थियो जङ्गलतिर अब है। होइन जीवन सर? ओहो बाटो तातेको छ है, बाइक तातेको छ। हेलो दीपक सर, यसो पछि पनि यसो लोकेसनतिर यसो दिनु पऱ्यो के। यसो मुगुली छिटोको गीत पनि गाउनु पऱ्यो नि त। हाम्रो दीपक सरको गीत चाहिँ कडा छ है। जङ्गल चाहिँ हरियाली छ। यस्तो अक्सिजनको कमी भए पनि जङ्गलतिर आइदिनु होला गाइजहरू। हो त्यहीँ हो बस्ने कुरो। अब बस्ने चाहिँ यहीँ हो। जङ्गलको हरियालीमा यसो आज हामी रमाइलो गर्न आइरहेको छ गाइजहरू। मलाई चाहिँ खासै बोल्न आउँदैन कि। ए बाघ आयो, बाघ। चितुवा आयो है, चितुवा। हो त्यहीँ हो बस्ने चाहिँ त्यहीँ हो। त्यहीँ लोकेसन कहाँ हो? यो चाहिँ आउने ठाउँ हो। यो चाहिँ एकदम चलेको ठाउँ, चर्चित ठाउँ हो। बाटो चाहिँ साह्रै अप्ठ्यारो क्या। यो बाइकको टायर अट्न पनि गाह्रो छ। खाल्दै खोल्टी छ गाइजहरू, हेर्नुहोस् खाल्दै खोल्टी छ अब है। अब यहाँ चाहिँ स्कुटरले नतानेको कारणले पनि यहाँ स्कुटर यहाँ बसिरहेको छ बाटोमै जङ्गलतिर। हाम्रो चाहिँ 1000 सीसीको बाइक भएर हाम्रो चाहिँ 1000 सीसीको भएको कारणले चाहिँ पुरा घोडाले भन्दा पनि बढी तान्छ क्या गाइजहरू। एकदम यस्तो अफरोड पनि स्याक्क ढुङ्गा माथि पनि चढिहाल्छ बाइक है। जङ्गलमा चाहिँ खै बाघ भेटिन्छ त भेट्न चाहिँ भेट्दैन है गाइजहरू। राम्रो छ। हामी चाहिँ सेफ तरिकाले चाहिँ झरियो है गाइजहरू। हेलो दीपक सर, यसो गीत सित गाउन हो। रमाइलो छ है गाइजहरू, रमाइलो छ। अनि यसो आइदिनु होला घुम्न मार्बल डाँडातिर। मार्बल डाँडा यस्तो राम्रो छ, भ्यूज राम्रो देखिन्छ मार्बल डाँडाबाट। यसो आइदिनु होला मार्बल डाँडातिर। हामी आज बल्ल कति दिनपछि घुम्न आउँ भन्दा बल्ल आज आइयो दिन निस्केर है।
गाइजहरू ड्युटी मिलाएर आइयो बल्ल रमाइलो रहेछ रमाइलो छ रमाइलो गर्नु आउनु होला आउनु होला यसो आएर हाम्रो दिपक सरको युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला हामी चाहिँ गोदावरीतिर जाउँ भन्ने सोच थियो आज है अब मार्बल डाँडातिर अब चलेको ठाउँ राम्रो छ भनेर हामी चाहिँ यतै आउँ लागेर उता गोदावरी छोडेर यता चाहिँ आयो है गाइजहरू बाटो चाहिँ खतरा रहेछ गाइजहरू यहाँ धन्दा मेरो एउटा ढाड भाँचिएन आज गाइजहरू त्यो चाहिँ गर्मी चाहिँ खतराकै गाई त्यही भएर हामी चाहिँ शीतल रमाइलो छ जे होस् यहाँ चाहिँ यस्तो रेस्टुरेन्टहरू पनि छ चियापान खाने यस्तो उयसहरू पनि छ गाइजहरू रमाइलो छ चाहिँ गाइज है अब चाहिँ पुरा हामी चाहिँ राम्रो बाटो चाहिँ आयो है गाइजहरू अब चाहिँ हामीले रफ्तार हाल्ने गाइजहरू है अब चाहिँ दिपक सर चाहिँ हरिएर आएको छ गाइजहरू एकदम मिठो हावा आइरहेको छ है गाइजहरू गर्मीमा चाहिँ है हो दिपक सर यसो यसो हेर्दै गीत गाइदिनु न हो यस्तो रमाइलो गरौँ न हो ल दिपक सरकै पुरा रमाइलोमा जोसिएर चाहिँ है पुरा बाइकमा उभिएर चाहिँ पुरा हल्ला गरिरहनु भएको छ है अब के भन्नु है आफूले त्यस्तो गीत गाउन पनि आउँदैन है अब यस्तै अब रमाइलो छ त्यो ठाउँ यहाँ चाहिँ एकछिन रोकौँ है गाइजहरू है गाइजहरू एकछिन चाहिँ रोकौँ है गाइजहरू एकछिन रोकौँ कमल से देते हैं बस तो कैमरा से राखेको छ गुरुङलाई बसामा कसरी बसाल्छ थ्याङ्क यू त्यो गुरु त्यो गइसक्यो ल चाहिँ हामी चाहिँ ल ल गुरुङ बस